घर सानो थियो, गोलो घरमा ठुलो परिवार अटाउँथ्यो हैन। गोलो घर थियो तर परिवार ठुलो थियो। दाइ भाइ सबै त्यही अट्थे, घरका परिवारका सदस्य नाति नातिना पनाति पनातिनीसम्म त्यही घरमा अट्थे। तर अहिले सम्पन्नता सबै चिज पूर्ण भयो, घरको क्षेत्रफल पनि ठुलो भयो। गोलो घर 1-2 तलाकै हुन्थ्यो होला, अहिले 5-7 तला 8-10 तलाका घर भई कोठा कोठा बने। तर मान्छेको मन साङ्ग्रिँदै जान थाल्यो। घर ठुलो भएर के गर्नु, मनै साङ्ग्रिएपछि। आफ्नो श्रीमान श्रीमती भन्दा बाहिर निक्लनै नसक्ने भएपछि घर ठुलो भएर के काम। दाजुभाइ आइहाले भनेर पनि कति दिन हो बस्ने, भोलि पर्सि त होला नि जाने भनेर पहिले सोधिदिएपछि के काम त्यस्तो घर ठुलो भएर। पाहुना आइसकेपछि खाएरै आउनुभयो होला नि, हामी त खाइसक्यौँ भनेर पहिले भनेपछि घरभरि थुपारेर राखेर के काम लाग्यो। त्यही भएर वस्तु ठुलो होइन, वस्तु श्रेष्ठ होइन, हाम्रो मन ठुलो हुनु पर्यो, भावना ठुलो हुनु पर्यो, विचार ठुलो हुनु पर्यो, व्यवहार ठुलो हुनु पर्यो। यति गरियो भने मात्र बल्ल हाम्रो समाज हाम्रा पूर्वजहरूले अपनाए जस्तै बन्छ। विकासले अनि भौतिकताले मात्र चरमचुलीमा पुगेर केही हुनेवाला छैन, केही हुनेवाला छैन। त्यो उचाइ जतिसुकै माथि गए पनि एक दिन झुक्नै पर्छ, एक दिन तल झर्नै पर्छ। तर जब ज्ञानतामा डुबिन्छ नि, त्यो उचाइको कुनै आवश्यकतै पर्दैन, सम्पन्नताको कुनै आवश्यकतै पर्दैन। केवल परमात्मामा विश्वास भएपछि त्यो पूर्णता त आफै पछाडि लाग्छ।